धन्यवाद दिन्छौँ हामी वडा अध्यक्षज्यूलाई। वडा अध्यक्ष हिरालाल चौधरीजीले यहाँ बत्ती बालेर आराम गरिसक्नु भएको छ। आजको सम्मानित कार्यक्रम र सम्मानित गरिदिनको लागि हाम्रो रोयल्स युनाइटेड युथ क्लबका अध्यक्ष राजन चौधरीजीले सम्मानित गरी आरम्भ गरिदिनको लागि हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद राजन चौधरीज्यू, उहाँले पक्कै पनि धन्यवाद हाम्रो अध्यक्षज्यूलाई। र अब फेरि पनि आजको कार्यक्रमलाई हामी आरम्भ गरिसकेका छौँ र हाम्रो कलैया उपमहानगरपालिका वडा नम्बर 24 का वडा अध्यक्षद्वारा सम्मानित यहाँ भइसकेका छन् र पक्कै पनि उहाँद्वारा यस छठ पूजा कार्यक्रम सांस्कृतिकमा उहाँले 2 शब्द व्यक्त गरी शुभकामना आदान प्रदान गर्नु हुन अनुरोध गर्दछु र यहाँलाई पक्कै पनि उहाँको शुभकामना मनन गर्नुहुनेछ भन्ने हामी आशा गर्दछौँ। र युनाइटेड युथ क्लब सिरिजद्वारा आयोजित यस ड्रामा अध्यक्षता गरिरहनुभएका यस क्लबका अध्यक्ष धारण चौधरीजी, छठ पूजा समितिका सम्पूर्ण पदाधिकारीज्यूहरू, यस ड्रामामा सहभागी साना नानी बाबुहरू तथा उपस्थित सम्पूर्ण दर्शक महानुभावहरूमा मेरो सबभन्दा पहिला न्यानो नमस्कार स्वीकार गर्नुहोस्। आज हामी धेरै हर्षित छौँ, धेरै खुसी पनि छौँ, किनभने हाम्रो महान चाड छठ पूजा आज हामी मनाइराखेका छौँ र यो विगत 3-4 सालदेखि यो मैले यो ड्रामालाई उद्घाटन गर्ने जुन मौका पाउँछु त्यसको लागि म आफूलाई धेरै गौरवान्वित ठानेको छु। म आफूलाई धेरै भाग्यशाली ठानेको छु, किनभने 3-4 सालदेखि प्रत्येक साल मलाई नै उद्घाटन गर्न अतिथिको रूपमा निम्त्याउँछु। त्यसको लागि युनाइटेड युथ क्लब श्रीपुर र छठ पूजा समितिलाई विशेष धन्यवाद म दिन चाहन्छु। हामी यो छठ पूजा हाम्रो यो महान पर्व हो र छठ पूजा सबभन्दा ठुलो बस्ताको पर्व हो। छठ पूजा कई हौसलालाई जसलाई सफल पार्नको लागि र छठ पूजालाई विशेष रूप प्रदान गर्नको लागि विशेष झन अझ रमाइलो गर्नको लागि यो ड्रामा आयोजना गरिराखेका छन्। छठ पूजा को जुन हामीले प्रत्येक साल छठ पूजा जुन सजावट गर्छ यी भाइ बहिनीहरू, त्यो सजावटलाई हेरेर यो सालमा हामीले जुन रूपलाई हेर्छौँ अर्को सालमा त्यो भन्दा पनि आकर्षक र राम्रो बनाएको हुन्छ। हामीले कति खुसी लागेको हुन्छ। यो कुनै न कुनै यो भाइहरूले छठ पूजाको डेकोरेसनलाई चेन्ज गरेकै हुन्छ। त्यसमा हामी एकदम खुसी पनि हुन्छौँ र आगामी दिनमा यो भाइहरूले छठलाई यो भन्दा पनि राम्रो सजावट गर्दै जानेछ भने त्यो आशा पनि राखेको छौँ। यो जुन ड्रामा छ यो यही गाउँको नानी बाबुहरू छ जो उहाँहरूले आफ्नो कला जुन प्रदर्शन गर्न यहाँ हेराउँछ। तपाईँहरू धैर्यपूर्वक हेरिदिनु होला, किनभने
विगत सालमा पनि यो ड्रामाले 1 से 1 जुन गीत प्रस्तुत हुन्छ त्योभन्दा अझ राम्रो गीतहरू ल्याउँछन्। अर्को फेरि आउँछ त्योभन्दा अझ राम्रो गीत आउँछन्। तपाईँहरू शान्तिपूर्वक हेर्नुहोला र यो मनोरञ्जनलाई यो ड्रामालाई सफल गर्नुहोला। अब यो छठ पूजाको सम्पूर्ण यो छठ पूजा समिति यो क्लबका पदाधिकारीहरू लगायत यो यहाँ उपस्थित छठ माताको व्रतालु दिदी बहिनीहरू लगायत यहाँ उपस्थित सम्पूर्ण दर्शक महानुभावहरूको उत्तर प्रगतिको कामना गर्दै सम्पूर्णमा सुस्वास्थ्य दीर्घायुको कामना गर्दै म आफ्नो सानो मन्तव्य यही अन्त गर्छु। धन्यवाद, नमस्कार, जय छठी मैया। छठी मैयाले हामी सबैलाई कल्याण गरून्। जय छठी मैया। धन्यवाद अध्यक्षज्यू। पक्कै पनि आस्थाको पर्व छठ पर्वको पावन अवसरमा सम्पूर्ण देशवासी, गाउँवासी, इष्टमित्र, साथीभाइ र सम्पूर्ण दर्शक प्रेमीहरूमा उत्तर